दर्शकवृन्द आजका खेलहरू पनि हेर्नुभयो र जे सोचेको थियौँ त्यस्तै भयो। अब एनपिसीले मालदिभ्सलाई हरायो सोझो सेटमा, 3-0 को सेटमा हरायो र 10 अङ्कसहित अहिले एकदमै टप नम्बरमा छ होइन, फर्स्टमा छ। सो अनि दोस्रो खेलमा चाहिँ त्रिभुवन आर्मी क्लबले एपिएफलाई हराइदियो। सो त्यस कारणले गर्दा पनि अहिले त्रिभुवन आर्मी क्लब र एपिएफको पोइन्ट चाहिँ सेम साथ छ र तिनीहरूको चाहिँ पोइन्ट्स रेसियो र स्कोर रेसियोको आधारमा चाहिँ त्रिभुवन आर्मी क्लब टपमा छ। मतलब 4 नम्बरमा चाहिँ त्रिभुवन आर्मी क्लब आएको छ भने एपिएफ चाहिँ आउट भइसक्यो र मालदिभ्स पनि अलरेडी आउट भइसक्यो। सो अब रहे 4वटा टिम, फर्स्टमा एनपिसी, गण्डकी पर्वत अनि त्रिभुवन आर्मी क्लब होइन। अब चाहिँ फाइनल खेल्ने कुरा अझै तय भएको छैन, कुन टिम खेल्ला। फाइनल खेल्ने टिम दावेदारीमा त छन् पर्वत भलिबल क्लब, त्यस्तै गरी गण्डकी प्रदेश, त्यस्तै गरी एनपिसी र यी तिनवटा मध्ये चाहिँ कुन फाइनलमा जान्छ, अब कुन टिम अथवा पर्वत अथवा त्रिभुवन गण्डकी या नेपाल पुलिस क्लब त्रिभुवन आर्मीसँग तेस्रो स्थानको लागि खेल्छ भन्ने कुरा तय भएको छैन। तेस्रो स्थानमा खेल्ने एउटा टोली चाहिँ हो त्रिभुवन आर्मी क्लब र फर्स्टमा दावेदार गर्ने टिम पर्वत पनि रहेको छ, त्यस्तै गरी गण्डकी रहेको छ, त्यसरी नेपाल पुलिस क्लब रहेको छ। अब भोलिको खेलमा जुन टिमले 3-2 को सेटमा हार्छ त्यो टिम चाहिँ जानेछ फाइनल तेस्रो स्थानको लागि खेल्न त्रिभुवन आर्मी क्लबसँग। सो जुन टिम जित्छ 3-2 को सेटमा जित्छ र अथवा 5 बेस्टसम्म गएर 3-2 को सेटमा जित्छ अथवा 3-1 जसरी पनि जित्छ त्यो टिम फाइनलमा गयो। र पर्वत र गण्डकीको हिसाब भोलिको खेल हेर्ने हो भने भोलि चाहिँ 3-2 को सेटमा यदि खेल हुन्छ, कुनै टिमले जित्छ हार्छ भने चाहिँ हारेको टिम त अब जानी भयो तेस्रो स्थानको लागि खेल्न त्रिभुवन आर्मी क्लबसँग, जितेको टिम चाहिँ जसरी जिते पनि फाइनलमा पुग्ने भयो। यदि त्यसो नभएर फेरि अर्को चान्स त फेरि गण्डकी र पर्वतको खेलमा 5औं सेटसँग, जस्तो आज एपिएफ र त्रिभुवन आर्मी क्लब भए जस्तो खेल भयो भने 5औं सेटसम्म पुग्यो भने चाहिँ अङ्क पाउँछ, 1 अङ्क त हारेको टिमले पनि। सो त्यसै कारणले गर्दा भोलि यदि खेल जसरी पनि 5औं सेटमा गयो भने खेल्ने भनेको फाइनल खेल्ने भनेको यसमा अरू कुनै दोस्रो कुरा छैन, पर्वत र गण्डकी मात्रै हो। अब त्यसपछि तेस्रो स्थान खेल्नको लागि एनपिसी र टिएसी। यदि त्यसो नभएर खेल चाहिँ 3 सेटसम्मको मात्रै रह्यो अथवा 3-1 मा रह्यो भने चाहिँ अब हार्ने टिम चाहिँ जान्छ सिधै त्रिभुवन आर्मी क्लबसँग खेल्न। हार्ने टिम भोलिको लागि 5औं सेटमा नगएर 3 सेटमै अथवा 3-1 को सेटमै हार्न पुग्छ भने चाहिँ अब सिधै नेपाल पुलिस क्लब जान्छ फाइनलमा, अब जितेको टिमसँग खेल्न। यो कुरा चाहिँ एकदमै साँचो हो, यसलाई बुझेर हेर्नुला। म तपाईँलाई यसभन्दा अगाडिको भिडियोमा बताइसकेको छु, कुरा क्लियर छ। भोलि 5औं सेटमा गयो भने एनपिसीसँग त्रिभुवन आर्मी क्लब, यदि 5औं सेटमा नगएर तलै अब खेल भयो भने चाहिँ सो त्यही हो, एनपिसी फाइनलमा जान्छ। त्यो कुरा चाहिँ एकदमै कन्फर्म भइसकेको छ। यदि गण्डकीले चाहिँ भोलिको खेल जसरी पनि जिते पनि अब फाइनल त अब त्यसमा चाहिँ अब गण्डकीले चाहिँ अब त्यही हो, गण्डकीले 3-2 मा 3-1 मा जिते पनि 3-2 मा जसरी जिते पनि फाइनल जितेको गयो जो, अनि त्यस मुन्तिर चाहिँ 3-1 मा जित्यो भने एनपिसीसँग खेल्नु पर्यो, फेरि 3-2 मा 5औं सेटसम्म गयो भने चाहिँ पर्वतसित खेल्नु पर्यो। यो कुरा क्लियर छ। सो त्यही अनुसार बुझ्नु होला। भोलि चाहिँ 1 बजे खेल रहेको छ, पर्वत भर्सेस गण्डकी प्रदेशको एकदमै कडा महाभिडन्त फाइनल जत्तिकै खेल रहनेछ। भोलि चाहिँ एकदमै सबैको आँखा चेतै जानेछन्। सो त्यही हो, केही जानकारी लिन मन छ अथवा केही कुरा सोध्न सक्ने कमेन्टमा भन्नु, म तपाईँलाई रिप्लाई दिनेछु। हस् त, धन्यवाद। जय भलिबल।